हेलो गाइज गुड आफ्टरनुन के छ खबर दिउँसोको बजिसकेको छ 4 अनि म भने छु यो फुलबारीमा यो फुलबारी चाहिँ एकदमै राम्रो छ अहिले यो हिउँदोको सिजनमा फुल फुल्ने पेटुनिया एन्जलियाहरू त यहाँ पाउँदैन मेरीगोल्डहरू अनि त्यहाँबाट अरू फुलहरू देखाउँदैछु म तपाईँहरूलाई आज सबै खालको चाहिँ यो हिउँदोमा पाउने फुलहरू चाहिँ देखाउँदैछु है त यो ठाउँमा जति पनि पाइन्छ अनि त्यहाँबाट कति चाहिँ रुखहरू छ जस्तै अब ग्रिनको लागि ग्रिन हाउसको लागि होइन अनि यो भने चाहिँ सिजनेबल फुलहरू हो के भन्छ जुरेनियमहरू छ अनि यहाँबाट चाहिँ यो काँडे फुल भन्छौँ नि हामी मसिनो रहेछ यहाँ चाहिँ अब अरू ठाउँ चाहिँ ठुल्ठुलो पनि पाउँछ अनि यहाँ चाहिँ पेटुनियाहरू रङ्गी बिरङ्गी अनि पछाडि चाहिँ मलहरू ठक 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 देखिएको छ नि यसरी राख्नुपर्ने रहेछ गाइड्सहरू बेच्नुको लागि सानो सानो गमलामा ट्याक 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 मिलाएर अनि त्यो बोरामा चाहिँ कम्पोस्ट मलहरू ठ्याप राखेको छ त्यो काँडा अनि यो चाहिँ गदावरी भनेपछि के अरे गदावरी पनि छ अनि सयपत्री फुल पनि छ गदावरी पनि खालको डिजाइनमा छ तर मसिनोमा छ है यिनीहरू चाहिँ यहाँ चाहिँ वारपारै छ क्या गाइड्स यहाँदेखि उहाँसम्म तर यो चाहिँ आफ्नो छ सबैको एउटै होइन परबाट चाहिँ यस्तरी हेरेर माथिसम्म हेर्नु परसम्म छ तर यो एकजनाको होइन यो 10-15 जनाको रहेछ क्या लहरै आफ्नो फुलको बिजनेस हेरी छ नि त अनि यो लालपातेको सिजन पनि छ अहिले जाडो महिनामा होइन एकदमै सिजन हुन्छ नि त अनि मान्छेहरू पनि ओहोरदोहोर गरिराख्ने रहेछ फेरि रोट्टैमा छ नि त यसले गर्दाखेरि क्या अनि गमलाहरू पनि सबै हुने अनि के भन्नु भने मैले सोधेको कहाँबाट ल्याउँछ भन्दा यिनीहरूलाई चाहिँ होलसेल ड्याङ झारिदिन्छ अरे क्या फ्लावरहरू अनि त्यहाँबाट ल्याउँदो रहेछ यिनीहरूलाई चाहिँ अब बाहिरबाट ल्याउँछ होला अनि सायद यिनीहरूलाई ड्याङ झारिदिन्छ अब यहाँनिर लालपाते कति राम्रो फुलिरहेको छ होइन अनि यो पेटुनियाहरू सबै फुलिसकेको छ यो ह्याङ्गिङमा पनि माथि झुन्ड्याएको कस्तो राम्रो छ है हो अनि मैले अलिक मजाले खिच्नु परेन कि बिर्सेछु क्या मजाले नै नजिकबाट खिच्नु परेन थियो फेरि के गर्दा बिर्सेछु अनि मुनिको मात्रै यसरी खिचिरहेको छु मुनि पनि एकदमै राम्रो छ है अनि ग्रिनको लागि वाइटको लागि कति राम्रो छ तर अरू अब हाम्रो जस्तो नेपालमा जस्तो भेराइटीको फ्लावरहरू चाहिँ पाउँदैन यहाँनिर भर्खर यो अब ठाउँमा पनि पहिला त हुन्थ्यो अरे अहिले चाहिँ हुँदैन अरे अनि यता देखाउँदै थिएँ मैले होइन कति राम्रोसँग अनि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर अरू त होइन सबैको दोकानमा एउटै खालको देखेँ क्या फुलहरू फेरि पल्लसेदेखि पल्लसेसम्म चाहिँ नि आफ्नो व्यापार तर फुलहरू चाहिँ एउटै अब सिजन एउटै मौसम एउटै होइन त्यही भएर अब एउटै फेरि के अरे डेलिभरी गर्ने ठाउँ एउटै त्यसले अब जस्तो दिन्छ त्यति लिएर आफ्नो दोकानमा राखेर बेचेको रहेछ यिनीहरूले किनभने पल्लछेदेखि ओल्लछेसम्म एउटै खालको फ्लावरहरू छ यहाँनिर बेगुनिया पनि छ सानो खालको भन्नुको मतलब उयो स्याहार नपुगेर चाहिँ मसिनो फुलिरहेको छ त्यो बेगुनियाले पनि सानो खालको बेगुनिया हो रोज भेराइटीको त्यो पनि अझै सानोमा क्या पेटुनियाहरू पनि फुल्नु त फुलेको छ यति सानो फुलेको छ तर यो फुल्दै बढ्दै जाने हो पेटुनिया त तर यहाँ चाहिँ अब सानोमा होइन त्यत्तिकै मर्छ होला किनभने अब किनेर अन्त मर्छ नि त अब किनेर लग्यो भने त यो बढ्दै जान्छ फेरि मल पुग्यो भने त ठुलो हुँदै फुल्दै जान्छ तर लाँदाखेरि चाहिँ यो फुलेको लग्यो अनि लगेर चाहिँ फुल चाहिँ चुटाइदिनुपर्छ अनि मात्रै फेरि मजाले फुल्छ है गाइज नभए चाहिँ त्यसै फुल्दैन अनि यो कोपीहरूको डिजाइन यहाँ पनि अब अलिक खै कस्तो मौसम नमिलेर होला कोपीको रङ पनि गाढा आएको छैन नभए त रातो निलो आउनुपर्ने होइन यो पेटुनियाहरू चाहिँ राम्रै फुलेको हो मिठै कलरको छ तर पनि साह्रै रहर लाग्दो कलरको चाहिँ लागेन खै किन्न मलाई कुनै तपाईँहरूलाई कतिको मन पर्यो कुनै चाहिँ मिठै कलरको छ फेरि अनि जरबेराहरू पनि छ होइन अनि हेबिस्कसहरू पनि छ अनि यहाँनिर चाहिँ के देखाउन आँटेको थिएँ नि यो के अरे गदावरीहरू हो नि त अरू त यस्तै हो गाइज सबलाई बाई बाई